काठमाडौँ बागमती प्रदेश अधिकांश समय बादल लाग्ने र विशेष गरी अपराह्नतिर हल्का वर्षा वा मेघ गर्जनको सम्भावना छ। अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 13 देखि 15 डिग्री सेल्सियस रहनेछ। पोखरा गण्डकी प्रदेश बदली रहने र मध्यम वर्षाको सम्भावना छ। अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14 देखि 16 डिग्री सेल्सियस रहनेछ। प्रदेश अनुसारको मौसम मे 6, 2026। कोशी प्रदेश मौसम न्यानो रहनेछ। पहाडी भेगमा ओखलढुङ्गा, धनकुटा र तराईमा विराटनगर दिउँसो बदली भई वर्षा वा मेघ गर्जनको सम्भावना छ। मध्य प्रदेश गर्मी र ह्युमिडिटी आर्द्रता बढ्नेछ। केही स्थानहरूमा जनकपुर जस्ता क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षा हुन सक्छ। बागमती प्रदेश आंशिक बदली रहनेछ। काठमाडौँ र वरपराका क्षेत्रमा दिउँसो वर्षा र मेघ गर्जनको उच्च सम्भावना छ। गण्डकी प्रदेश मौसम न्यानो र ओसिलो रहनेछ। पोखरा र माथिल्लो हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश चर्को घाम र गर्मी हुनेछ। भैरवा जस्ता क्षेत्रमा वर्षा हुने